साथीहरु बल्ल बल्ल फुर्सद मिलाएर आज चाहिँ इन्टरलकमा धागो हाल्ने सिकाउँदै छु है। साथीहरु राम्रोसँग हेर्नुहोस् होला। यसरी यहाँबाट पसाउने, यहाँ पनि सानो तुलो हुन्छ नि त, पछाडिबाट सानो पल हुन्छ, यसमा हाल्ने अनि त्यसपछि यो खोल्ने, हात हालेर यसरी निकाल्ने, आँखाले निहुरेर हेर्नुपर्छ। यहाँ पनि सानो पल हुन्छ कि फेरि एउटा, हो यहाँबाट छिराउने अनि दुईटा पिलेट हुन्छ नि त यो भित्र, दुईटा पिलेट जस्तो हो यहाँ पसाउने। अनि अब यो धागो यतापट्टि अलि लामो छ पल चाहिँ, अनि त्यसमा छिराउनलाई चाहिँ यहाँ काटेर मिलाएर गर्नुपर्छ यसरी। यहाँ चाहिँ अलि लामो हुन्छ अनि बिस्तारै पसाउने। साथीहरु भर्खर भर्खर टेलर खोल्न थाल्नु भएको छ भने, इन्टरलक किनेर ल्याउँदै हुनुहुन्छ भने यसरी हेर्नु होला साथीहरु। मेरो सबै धागो मैले निकालेर आज तपाईहरुको लागि भनेर मैले धागो हाल्न सिकाउँदै छु साथीहरु। यो भित्र चाहिँ एकदमै गाह्रो भनेको चाहिँ यही भित्र हो। मैले यही भित्र नदेखेलाई नै हो इन्टरलक बेच्नु गरेको पहिला चाहिँ, हो यसरी। यो त गाह्रो छ नि साथीहरु, के गर्नु, फुर्सदै मिलेन साथीहरु मलाई त भिडियो बनाउनलाई, एकदमै बिजी भएर। बच्चाको घरको सबै रेखदेख आफैले गर्नुपर्छ। मेरो श्रीमानज्यू चाहिँ अहिले पनि विदेशमै हुनुहुन्छ नि त, सबै आफू एक्लैले भ्याउनुपर्छ, त्यही भएर भिडियो बनाउन ढिलो भयो साथीहरु। यसरी भित्र सानो आङ्गुसे हुन्छ कि साथीहरु, यो भित्र चाहिँ त्यो आङ्गुसेमा चाहिँ पसाउनै पर्छ। यो भित्र पसाएन भने धागो चुट्टिन्छ साथीहरु। त्यो हेरेर यहाँ चाहिँ हजुरहरुले चाहिँ धागो चुट्यो भने राम्रोसँग हेरेर पसाउनै पर्ने हुन्छ यहाँ भित्र, आङ्गुसे भित्र। अनि अब यसमा पसिसकेपछि यहाँ धागो सिउको दुईटा पल हुन्छ, पहिला यतापट्टिबाट गर्ने, धागो पसाउने, अनि अब फेरि उतापट्टिबाट गर्नुपर्छ। यसरी अब यहाँ मिलाउनु पर्यो। सिउको टुप्पामा धागो यहाँ चाहिँ अलि देख्दैन, अलि ढिलै हुन्छ साथीहरु। बिस्तारै हेरेर सिक्नुस् होला हजुरहरु पनि। पहिला मैले चाहिँ अब युट्युब च्यानलहरु त मैले त्यतिखेर मेरो मोबाइलहरु पनि थिएन साथीहरु। सिक्ने बेलातिर मैले मसिन बेच्ने बेलातिर मैले युट्युब च्यानल भन्ने थाहा थिएन। अनि के रे यस्तो मोबाइल त थिएन भनेपछि कहाँबाट युट्युब च्यानल हुन्छ र, नेट भन्ने चिज पनि थाहा थिएन त्यतिखेर त। यो भन्दा कति वर्ष अगाडि भने यो माथिको चाहिँ यसरी यहाँबाट पसाउने साथीहरु, हो यसरी। अहिले त युट्युब च्यानलमा जसको पनि जसले पनि हेर्न सकिन्छ। त्यतिखेर चाहिँ 2000 कति भने 2012 भन्दा नि अगाडितिरको कुरा है साथीहरु। मेरो चाहिँ मैले भनेको चाहिँ 2012 भन्दा अगाडि त मेरो घरमा त मसँग त मोबाइल पनि थिएन, नेट पनि थिएन है साथीहरु। त्यही भएर मैले चाहिँ सिक्नु पाएन नि त त्यतिखेर, त्यही भएर मैले मिसिनै बेचेको हो। यसरी पसाउनु पर्छ। यहाँ त सजिलै छ, हजुरहरुले त्यहाँ सुरुमा मिसिन किनेर ल्याउँदै धागो हुन्छ नि त, त्यतिखेर नै थाहा हुन्छ। यहाँ त त्यस्तो गाह्रो छैन नि त हजुरहरुलाई। गाह्रो भनेको अघिको तलको भित्र हो, देखिने ठाउँ होइन त्यो चाहिँ, नदेखिने ठाउँ। यहाँ पनि थोरै गाह्रो नै छ, यो यता माथिबाट ल्याउने। यसरी अब यहाँ तल पनि एउटा यहाँबाट पनि छिराउनुस् होला। यहाँबाट छिराइसकेपछि फेरि यो भित्रको यो खोलेर अनि फेरि यहाँ दुईटा प्लेट भित्र पसाएर अनि फेरि उता भित्रपट्टि धागो छिराउनु होला साथीहरु। हजुरहरुले मेरो भिडियो हेरेर धेरै लाइक कमेन्ट अनि गरिदिनु भएछ, अनि मलाई एकदमै खुसी लाग्यो साथीहरु। कुनै कुनै साथीहरुले चाहिँ युट्युब हेरेर सिक्नु भएछ, धेरै खुसी लाग्यो। यहाँ चाहिँ 3टा हुन्छ कि साथीहरु, आङ्गुसेहरु तल 2टा माथि एउटा, यसरी तल 2टामा अल्झाएर बिचबाट तानेर माथि अल्झाउने यहाँ सजिलो छ। अब यो सियोमा चाहिँ अब भित्रबाट बाहिर ल्याउने धागो, भित्र चाहिँ हाम्रो हात राखेर अनि यसरी भित्रबाट यसरी राखेर अनि भित्रबाट बाहिर छिराउने। अब बाहिरबाट फेरि भित्र लानुपर्छ साथीहरु। दुईटा उयो पल छ नि त सियोमा चाहिँ। अनि भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद साथीहरु। धेरै नै खुसी लाग्यो, कति राम्रो राम्रो कमेन्ट गर्नुभएको हजुरहरुले मलाई, एकदमै खुसी लाग्यो।
अनि साथीहरू सिकाइदिनुस् न भन्नुभएको साथीहरूको लागि चाहिँ भनेर मैले भिडियो बनाएको, तर भिडियो बनाउनु चाहिँ ढिलो भयो अनि फुर्सदै हुँदैन साथीहरू, त्यही भएर अलिक ढिलो भयो। अनि अझै लुगा सिलाउनेहरूको पनि केहरू भिडियो बनाउने मेरो इच्छा छ, बनाउँदै गर्नेछु। अनि छिटो छिटो चाहिँ भिडियो बनाउन चाहिँ अलि नसक्ने रहेछ, अलिकति टाइम लाग्दो रहेछ नि त। भिडियोहरू बनाउनु पऱ्यो, एडिट गर्नु पऱ्यो, के गर्नु पऱ्यो नि त। अब भिडियो बनाउन पनि भर्खरै सिक्दैछु म, एडिटहरू गर्न सिक्दैछु नि साथीहरू। म बिस्तारै भिडियोहरू यो लुगा मैले जस्तो सिलाउँछु त्योहरू पनि देखाउनेछु साथीहरू। धन्यवाद। यस्तो राम्रो भयो हेर्नुहोस् त।